नमस्कार। आज हामी पार्ट 4 मा छौं है। र लेसन सुरु हुनुभन्दा अगाडि इन्सा भन्ने एउटा च्याप्टरमा छौं, जुन कोरियन भाषामा इन्सा भनिएको छ, जसको अर्थ चाहिँ ग्रिटिङ्स अथवा नेपालीमा अभिवादन भन्ने हुन्छ। अब यस पाठमा सिकाइएको अभिवादन हामी सुन्ने नै छौं। सर्वप्रथम त यहाँ सुनाइएको अभिवादन केही म वाचन गर्न चाहन्छु, जसमा एक पक्षले आनिङहासेयो भनेको छ भने अर्को पक्षले प्रत्युत्तरमा आनिङहासेयो भनेर फर्काइएको पाइन्छ। अब आनिङहासेयो चाहिँ कोरियनमा कुनै पनि समयमा हामीले मान्छेलाई भेट गर्दा या छुट्दा पनि भन्न सक्छौं। हेलो, हाई एन्ड बाई टाइपको अर्थ दिन्छ यसले। र यसलाई अझै नै फर्मल हिसाबले अझै बोल्ने हो भने चाहिँ आनिङहासिमनिका भनेर बोल्न पनि सकिन्छ। आनिङहासिमनिका भनेर बोल्न पनि सकिन्छ। त्यसैगरी अर्को एउटा अभिवादनको रूपमा हामीले आनिङही खेसेयो भनेर यहाँ लेखिएको छ, जसलाई प्रत्युत्तरमा आनिङही खासेयो भनिएको छ। यो खेसे र खासेको विषयमा पनि म तपाईहरुलाई जान्छु। सर्वप्रथम त हामीले यो भावहरुलाई पछाडिपट्टि सेयो उसेयो जोडेका यी ग्रामरका पक्षहरू पनि पढ्नुपर्ने हुन्छ। अहिले शब्द मात्रै रटिदैछ यहाँनिर भनेदेखि हामीले यो कसैले आयो, कहाँबाट आयो, यसमा के ग्रामरहरू जोडिएका छन्, त्यो विषयमा पनि जान्नुपर्ने हुन्छ। त्यसको लागि मैले छुट्टै भिडियो बनाएर तपाईहरुलाई दिने नै छु र पहिला पनि दिएको छु, त्यसमा पनि तपाईहरु हेर्न सक्नुहुनेछ। अब यो नयाँ बुकमा पनि मैले तपाईहरुलाई भिडियोहरू त्यसरी ग्रामरका पक्षका छुट्टै भिडियोहरू पनि बनाएर अवश्य नै दिनेछु। अब खेसिदा चाहिँ एउटा रहनुहोस् बस्नुहोस् भन्ने अर्थबाट आएको हुन्छ भने, खादा भनेको जानु भन्ने अर्थबाट आएको हुन्छ भने, खेसेयो भन्छ भने रहनुहोस् भनिएको हुन्छ। यो चाहिँ जाने व्यक्तिले बस्ने व्यक्तिलाई भन्ने हो भनेदेखि खासेयो चाहिँ फेरि जानुहोस् भनेर चाहिँ जाने व्यक्तिलाई बस्नेले भन्ने भयो। विशेषतः यो चाहिँ छुट्टा बोल्ने कुरा हो। राम्ररी जानुहोस्, राम्ररी बस्नुहोस् भनेर चाहिँ छुट्टा बोलिने कुरा भयो। छुट्नको लागि कि दुवैजना छुटेको हुनु पर्यो कि एकजना छुटेर एकजना त्यही बसेको हुनु पर्यो। एकजना छुटेर एकजना त्यही बस्छ भने चाहिँ यो सन्दर्भ अहिलेको हाम्रो लाग्ने भयो। आनिङही खेसेयो, आनिङही खासेयो चाहिँ जुन अर्थमा जसले पहिला बोले पनि हुन्छ। यदि बस्नेले जानेलाई भन्ने छ भने आनिङही खासेयो, राम्ररी जानु होला भन्नु पर्यो, र जानेले बस्नेलाई चाहिँ त्यसको प्रत्युत्तरमा आनिङही खेसेयो भन्नु पर्यो, राम्ररी बस्नु होला, गुड बाई भन्न खोजिएको अर्थ हुन्छ अंग्रेजीमा चाहिँ। अब तर दुईजनै छुटेर जानेछन् भने आनिङही खासेयो भनेर पनि आन्सर दिन सकिन्छ, जहाँ खेसेयो चाहिँ नआउन पनि सक्छ। यो चाहिँ हामीले बुझ्नु पर्यो है। अब यहाँ त सर्ट फर्ममा अलिकति मात्रै लेखिएको छ। त्यसैगरी कसैलाई हामीले केही गल्ती गरेको महसुस हुन्छ भने छेसुङ आम्निदा या मियान आम्निदा हैन, छेसुङ हेयो मियान हेयो भनेर चाहिँ जवाफ दिन सक्छौं। अब यो बिम्निदा सुम्निदा जोड्दा चाहिँ एउटा फर्मल स्टाइल हुने, आयो आयो जोड्दा इन्फर्मल हुने, यी ग्रामरको पक्षहरू पनि हामीले पढ्नुपर्ने नै हुन्छ। त्यसैगरी ख्वेन्छान्दा भन्ने भबबाट चाहिँ हैन इट्स ओके हुनु भन्ने टाइपबाट चाहिँ ठिकै छ, केही छैन भनेर इट्स ओके भनेर बोल्दा चाहिँ ख्वेन्छान स्म्निदा या ख्वेन्छान आयो भनेर चाहिँ हामी आन्सर दिने गर्छौं। यदि कसैले सरी माग्छ भने इट्स ओके भन्ने बेलामा चाहिँ त्यो भयो। छुसुङम्दा भनेर कसैले सरी भन्छ भने ख्वेन्छान स्म्निदा या ख्वेन्छान आयो भनेर आन्सर दिनु पर्ने भयो। त्यसैगरी अर्को एउटा चाहिँ हामीले यहाँ कसैलाई थ्यांक यू भन्नुपर्ने छ। के तपाईको लागि केही गर्दैकोमा थ्यांक यू भन्नुपर्ने छ भने खाम्साम्निदा या खोमाप्सुम्निदा हैन, अथवा खाम्सा हेयो खोमा वयो टाइपको फर्मल इन्फर्मल दुईटै सिक्नुपर्छ। त्यसको लागि तपाईहरुलाई थोरै ग्रामरका स्ट्रक्चर जोड्ने ओर्ने कुराहरू पढ्नुपर्छ। अहिलेलाई चाहिँ हामी यो शब्द रटौं भनेर चाहिँ यहाँ दिइरहेको छ। अब यसलाई चाहिँ आनिम्निदा, यो आनिम्निदाको आन्सर चाहिँ होइन भन्ने अर्थ पनि लाग्छ फेरि, तर यहाँ चाहिँ यु आर वेलकम भने जस्तो हुन्छ। तर आनिम्निदा भनेको अर्थ चाहिँ होइन भन्ने अर्थमा पनि आनिदा भबबाट बिम्निदा सुम्निदा जोडेर पनि आनिम्निदा भएको हुन्छ। र अर्को एउटा हामीले ग्रिटिङ्समा यहाँ हेर्दाखेरि चाहिँ छौम फेप्के सुम्निदा देखेको छौं। छौमको अर्थ हुन्छ फर्स्ट टाइम है। तपाईले फर्स्ट टाइम कसैलाई भेट्दै हुनुहुन्छ, तपाईलाई ग्ल्याड फिल भइरहेको छ फर्स्ट टाइम भेटेर भनेर आफूले अभिवादन गर्नुपर्ने छ भने चाहिँ छौम फेप्के सुम्निदा भनेर तपाईले भन्न सक्नुहुन्छ, जसको प्रत्युत्तरमा चाहिँ मान्नसा फाङ्गाप सुम्दा अथवा फान्गाप्ता पनि एउटा खुसी लाग्नु नि, भेट्दाखेरि खुसी लाग्नु नि भन्ने एउटा उच्च स्तरीय भाव हुन्छ।
त्यसले गर्दा यो अलि आदरार्थी टाइपको भाव हुन्छ र मान्नस फाङ्कफसुन्दा भनेर चाहिँ हामीले प्रत्युत्तर दिन सक्छौँ। भेटेर खुसी लाग्यो, नाइस टु मिट यु भन्न खोजिएको हुन्छ। यहाँ पनि नाइस टु मिट यु एट फर्स्ट टाइम भन्न खोजेको अर्थ रह्यो छौँ चाहिँ है। अनि अर्कोले पनि नाइस टु मिट यु भन्यो। र अर्को एउटा चाहिँ फेरि हाम्रो यहाँनिर दिएको ग्रिटिङ्समा चाहिँ अभिवादनमा चाहिँ छुमाल छाल फोनेसेय। यो छुमाल भनेको सप्ताहन्त जसको चाहिँ अर्थ हप्ताको अन्त्य अथवा शनिबार आइतबार छुट्टीको समयलाई हामी बुझ्छौँ। विशेषतः छुमालको अर्थ चाहिँ विकेन्ड्स भने पनि शनिबार आइतबार बुझ्नुपर्ने हुन्छ कोरियामा। भने छुमाल छाल फोनेस्यो, छाल भनेको राम्ररी भयो, फोनेदा चाहिँ विशेष गरी पठाउनु सेन्ड गर्नु भन्ने अर्थ हुन्छ। तर समयको केसमा पठाउनु चाहिँ यहाँ बिताउनु भने जस्तो हुन्छ, हामी समय बिताउँछौँ भन्ने जस्तो हुन्छ। सप्ताहन्त राम्ररी बिताउनु होला, बिताउनुहोस् भनिएको हुन्छ यहाँ भनेदेखि अर्कोले पनि त्यसको आन्सरमा चाहिँ ने छुमाल छाल फोनेस्यो। अथवा यो चाहिँ तपाईँको विकडे जुन चाहिँ वर्क डे हुन्छ, तपाईँको काम गरिरहनु भएको हुन्छ, काम गरेर चाहिँ तपाईँको विकेन्ड आउँछ र चाहिँ छुट्टीमा दुईजना छुट्नुपर्ने हुन्छ भने आफ्नो विकेन्ड्स बिताएर चाहिँ फेरि आउनको लागि चाहिँ यस्तो खालको अभिवादन गरिन्छ। सप्ताहन्त राम्ररी बिताउनु होला, छुमाल छाल फोनेस्यो, ने छुमाल छाल फोनेस्यो। आन्सरमा उताबाट पनि हजुर सप्ताहन्त राम्ररी बिताउनु होला, ने भनेको चाहिँ यस हजुर ओके भनेको अर्थमा लाग्यो। त्यसै गरी कसैलाई हामीले अटेन्सन आफूतिर तान्नु पर्नेछ र उहाँहरूलाई केही कुरा गर्नुपर्नेछ भनेदेखि चाहिँ सिल्ले हामीदा भनेर एक्सक्युज मी माफ गर्नु होला, किनकि हामीले अग्रिम क्षमायाचना मागेर चाहिँ आफ्ना कुराहरू बोल्न सक्छौँ। त्यस्तो कन्डिसनमा सिल्ले हामीदा भनेपछि उहाँले अब आफूतिर अटेन्सन दिनुहुन्छ, त्यसपछि तपाईँको कुरा गर्न सक्नुहुन्छ। यो सिल्ले हामीदा पनि त्यस्तो खालको वर्ड भयो। त्यसै गरी यसमा चाहिँ छगी यो तरिकाले हामीले मान्छेको अटेन्सन खिच्न पनि सक्छौँ है। अब इन्सामा हात मिलाउने कुरादेखि लिएर गएर होइन, इन्सामा चाहिँ आफूले ग्रिटिङ गर्दा बडी मुभमेन्टदेखि लिएर गएर यी कुराहरू पनि हामीले अलिकति सिक्नुपर्ने हुन्छ कोरियन भाषामा, किनकि हाम्रो इन्सा गर्ने नेपाली को बडी मुभमेन्ट होइन, हामी नेपालीहरूको बडी मुभमेन्ट हामी दशौँलाई जोडेर चाहिँ अभिवादन गर्ने गर्दछौँ। लगभग उहाँ चाहिँ त्यो पाराको अभिवादन छैन, बडी मुभमेन्टहरू पनि हामीले सिक्नुपर्ने हुन्छ। झुक्ने, बोडाउन हुने बडी मुभमेन्टहरू सिक्नुपर्ने हुन्छ। त्यो चाहिँ पछिल्ला क्लासहरूमा हामी जाँदैछौँ होला। र आजको क्लासमा चाहिँ तपाईँहरूले यो अभिवादनको रूपमा यहाँ केही शब्दहरू दियो र त्यसको प्रत्युत्तर के दियो भन्ने छ। यसलाई फेरि पनि हामीले चाहिँ अब कोरियन साउन्डमै होइन अडियोमै सुनेर फेरि एकपटक कसरी एन्सर दिएको छ हेरौँ अनि आजको भिडियो यति नै गरौँ है त। 안녕하세요. 안녕하세요. 안녕히 계세요. 안녕히 가세요. 죄송합니다. 괜찮습니다. 감사합니다. 아닙니다. 고맙습니다. 아닙니다. 처음 뵙겠습니다. 만나서 반갑습니다. 주말 잘 보내세요. 네, 주말 잘 보내세요. 실례합니다. हस् त आजको भिडियो यति नै, छोटो भए पनि यति नै छ। र नेक्स्ट तपाईँहरूलाई चाहिँ म ग्रामरका भिडियो प्लस लेसन 1 देखि कम्प्लिटली भिडियो बनाउँदै आउनेछु। हस् त, धन्यवाद।